हुनुहुन्छ। धरानदेखि इटरीको भाडा कति हो? अझै थाहै छैन। हामी इटरी आएको सरप्राइज दिन लागेको छौँ। यो चाहिँ गाडी अगाडि पसल चाहिँ यो हो उहाँहरूको न्यू पशुपति रेडिमेड। र धन्यवाद तपाईँलाई पनि। उहाँहरूलाई जेन्ट्सको सामान चाहिएमा उहाँहरूलाई सम्झन सक्नुहुन्छ। तपाईँलाई पनि हाम्रो भ्लगमा स्वागत छ। नमस्ते गर्नु। नमस्ते। ल हामीले चाहिँ भ्लग बनाउन सुरसारै थिएन, आधी बाटोदेखि भ्लग बनाउन आँटेको छु। खोइ बिनाजु फेसन हब कलेक्सनमा आएर हजुरहरूले सपिङ गर्न सक्नुहुन्छ। बाई। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल दर्शन एन्ड नमस्ते। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज हामी माइजू भान्जी चाहिँ इटरीसम्म जानेवाला छौँ। हेरेर साथ दिनु होला। माइजूमा आज चाहिँ बोल्नेवाला चाहिँ भान्जी हुनुहुन्छ होइन। आज म केही बोल्नेवालै छैन। हाम्रो आजको यात्रा के अरे हाम्रो प्राइभेट गाडीहरू छ जसमा हामी छुट्टै रमाइलो गर्दै जाँदैछौँ। तर गाडी कता गर्थ्यो पैसा उठाउँदै आउँदै हुनुहुन्छ। अहिले धरानदेखि इटरीसम्मको भाडा चाहिँ कति छ? धरानदेखि इटरीको भाडा कति हो? 70 रुपियाँ भएको छ। आज हामी लोकल बसमा ट्राभल गरिरहेछौँ। भयो कति गर्मी लाग्यो। नगरपालिका पछाडि हामीलाई पुर्याइदिनु न। कति हो? 20 रुपियाँ होइन? भ्लगर हो भन्दै होला नि हामीलाई। नयाँ नयाँ भ्लगर हो हामी चाहिँ। भ्लगर हो क्या, भ्लगर। हजुर, नगरपालिका पछाडि यहाँबाट जानु न। हजुर, अझै थाहै छैन। हामी इटरी आएको सरप्राइज दिन लागेको छौँ। अलिपर्तिर अलिपर्तिर यो चाहिँ गाडी अगाडि रोकिदिनु। पसल चाहिँ यो हो उहाँहरूको न्यू पशुपति रेडिमेड। हजुरहरूलाई बोइजको सामानहरू केही चाहिन्छ भने यहाँ आएर दिन सक्नुहुन्छ। र धन्यवाद तपाईँलाई पनि। सरप्राइज के छ लाग्यो हाम्रा सरप्राइज? तपाईँहरूलाई जेन्ट्सको सामान चाहिएमा उहाँहरूलाई सम्झन सक्नुहुन्छ। तपाईँलाई पनि हाम्रो भ्लगमा स्वागत छ। नमस्ते गर्नु। नमस्ते। ल हामीले चाहिँ भ्लग बनाउन सुरसारै थिएन, आधी बाटोदेखि भ्लग बनाउन आँटेको छु। खोइ बिनाजु बिनाजु खोइ साउने अघि भर्खर भन्दै हुन्थ्यो दुर्गा आन्टी कस्तो राम्रो हुनुभएको हौ माइजू भन्दै। अझै अर्कोजना पनि आउनेवाला हुनुहुन्छ होइन। उहाँको चाहिँ आफ्नै काम पनि छ। भान्जीको सपिङ चाहिँ हामीले एउटा कुर्ता चाहिँ किनिसकेको छौँ। त्यो कुर्ता चाहिँ खै हेरौँ, ठुक्क अघि लगाएको चाहिँ यो हो। अनि अरू चाहिँ के किन्नेवाला चाहिँ थाहा छैन। भान्जीलाई मन पर्यो भने अरू अरू कुर्ताहरू पनि किन्छौँ। पसल चाहिँ हजुरहरूलाई चाहियो भने यहाँ आउन सक्नुहुन्छ। ए के किन्ने अरे कस्तो राम्रो आइराखेको छ। बाई। ल फेसन हब कलेक्सनमा आएर हजुरहरूले सपिङ गर्न सक्नुहुन्छ। हामी आएर त सपिङ गरिसकेको छौँ। तपाईँहरू आएर पनि सपिङ गर्न सक्नुहुन्छ। आएर लुगा फेर्न धमाधम छ। अब हामी त डुल्न जान आँटेको।
तिमीहरू दुईजना मात्रै बस्छौ घरमा ल राति रोदी कहाँ हिँड्नुभएको भाटबाट नि जान्छु कि कहाँ जान्छु भनेर झगडा गर्ने मान्छेको अनुहार ब्याग खै धेरै नजानु है मलाई थाहा छैन भाइ त के भएको भाइ कम्मर हल्ला अलि मजाले कहाँ हिँडेको त क्याप लाएर कहाँ हिँडेको पानी आउँदा आउँदा रोएर भए पनि हामी हिँड्यो अब कहाँ पुगिन्छ जाँदा जाँदा तर हामी सबैलाई अलिकति लाइट बालौँ न माललाई भन्ने गीत चाहिँ नलाऊ है आज माललाई लाउँछु न मेरो गीत लाउँछु कुन गीत काले 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 जोला मेरी यता हेर निकिसाको अङ्कल पो भनिरह त निकिसाको अङ्कल को गाइड छ तेरो यहाँ गायो गाई छोपाङ्ग्रा कहाँ छ तिमीहरूको गाडीमा हलगढा अरे ल सेकुवा खाना हिँडे केटाकेटीहरू नभए भाटबाट पनि जान्छु नभए मजेरी जान्छु भन्ने मान्छे त आयो त ल राम्रो लागेन भाइ कस्तो राम्रो है यहाँ राम्रो छ त नि बालनको हाफ पेन्ट लाएर हुन्छ हाम्रो सेकुवा यहाँ रेडी भइरहेछ होटलको नाम के अरे ए टेस्ट अफ हलगढा डर लाग्यो मैले आज त 2-2वटा होटल पनि चार्यो कहाँ हिँडेको त मजेरीलाई नि वर्ल्ड कप लागिराखेको रहेछ त ओइ बाबा हेर्ने ओइ बाबा हेर्ने वर्ल्ड कप यहीँ बसेर चिना कि पोर्चुगल वेलकम केटाकेटीलाई खुब माया गर्छ यसले खोइ थाहा छैन यहाँ हाम्रो